गण्डकी प्रदेशको 11 जिल्ला मध्ये एकमात्र तराईको जिल्ला नवलपुर अर्थात् नवलपरासी, बर्दहाट, सुस्तपुरलाई नेपालको कान्छो जिल्लाको रूपले समेत चिनिन्छ। 2072 को संविधान पश्चात साबिकको नवलपरासीलाई दाउने डाँडाबाट पश्चिम एउटा जिल्ला र पूर्वमा एउटा जिल्ला रहने गरी छुट्याइएको थियो। दाउने डाँडाबाट पूर्व गैंडाकोटसम्मको भागलाई समेटेर नवलपुर बनेको हो। नवलपुरको पूर्वमा चितवन, पश्चिममा नवलपरासी, बर्दहाट, सुस्ता पश्चिम, उत्तरमा पाल्पा र तनहुँ, त्यसैगरी दक्षिणमा चितवन र भारतको बिहार प्रदेश पर्दछ। नवलपुरको कुल क्षेत्रफल 1331.16 वर्ग किलोमिटर रहेको छ। नवलपुरको कुल जनसंख्या 3,78,079 रहेको छ, जसमा पुरुषको संख्या 1,77,887 जना र महिला 2,01,92 जना रहेको छ। नवलपुरमा 8 वटा स्थानीय तह रहेका छन्, जसमा 4 नगरपालिका र 4 गाउँपालिका रहेका छन्। नगरपालिकाहरूमा करवस गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, काउचदी नगरपालिका र मध्यबिन्दु नगरपालिका रहेका छन्। गाउँपालिकाहरूमा हुप्सेकोट गाउँपालिका, बिनाई त्रिवेणी गाउँपालिका, बोलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिका रहेका छन्। जिल्लामा कुल 91 वटा वडा रहेका छन्। जिल्लाको सदरमुकाम काउचतीमा रहेको छ, जुन काउचती नगरपालिकामा पर्दछ। जिल्लाको सबैभन्दा अग्लो ठाउँ देवचुली डाँडा समुद्र सतहबाट 1936 मिटरमा अवस्थित छ।